म अस्ट्रेलिया आएर एउटा लेबर मात्रै भएँ भन्ने कसलाई फिल हुन्छ। मलाई चाहिँ यो कन्स्ट्यान्टली फिल हुन्थ्यो क्या, यति फिल हुन्थ्यो कि यो मलाई, म यस्तो ओभर थिङ्क गर्थेँ कि के भन्नु, त्यो मलाई एन्जाइटी नै हुन खोज्थ्यो कि। एन्ड अन्टिल वान फाइन डे आई आस्क्ड माइ सेल्फ, अहिले त म लेबर छु, मसँग अप्सनै छैन, मैले काम गर्नै पर्छ। मैले काम गरिनँ भने भोलि म खानै पाउँदिनँ कि, म रेन्टै तिर्न पाउँदिनँ, मसँग बस्ने ठाउँमै हुँदैन। बट मलाई भोलि यो लाइफ बाँच्नु छैन। सो के गर्ने त? यस्तो पाराले त म सधैँ यही ठाउँमा ल्यान्ड हुन्छु नि त, यही पोजिसन हो नि त मेरो। वाट क्यान आई डु फर माइ सेल्फ भन्ने कुरा चाहिँ आई एम क्वेसनिङ माइ सेल्फ अब। अनि म यो सोध्छु, फेरि म गर्दिनँ क्या। सो फ्रम टुडे आई एम अपलोडिङ माई एभ्री प्रोग्रेस। मेरो प्रोग्रेस, मैले लर्न गरेको कुरालाई ट्र्याक गरेर भिडियो बनाउँछु, सो द्याट एटलिस्ट मलाई पनि फिल होस् मैले केही गरिरहेको छु। अनि यो भिडियो बनाउने को कुराले मलाई मोटिभेसन पनि मिलोस्। सो दिस इज द फर्स्ट एपिसोड अफ मी ट्राइङ टु गेट आउट अफ माई लेबर लाइफ। आई डोन्ट नो वाट मोर कम्स इन माई सेकेन्ड एपिसोड, बट केही न केही चाहिँ आउँछ है, फर माई बेटर फ्युचर, फर माई बेटर लाइफ।